What's up guys, welcome to my channel. राइडमा चाहिँ मसँग चाहिँ भएछ यहाँ कावासाकी G900. अब हामी कहाँको यात्रा हो? लेटाङसम्म जाने। Just one more time, over time. Chupa hai betul sekarang. La. No, man. So what's up guys? Welcome to my channel. म कुरुन श्रेष्ठ र तपाईहरुलाई अहिले सुपर ब्रो भ्लगमा स्वागत छ तपाईहरुलाई हैन. सो सिटामोल वाटेभर टिकटकमा के छ तपाईहरु चिन्न सक्नुहुन्छ. अहिले चाहिँ हामी चाहिँ राइडमा जाँदै छौं हैन. राइडमा चाहिँ मसँग चाहिँ भएछ यहाँ कावासाकी G900 अनि यसले पनि भ्लग बनाइदिदैछ मेरो हैन, बिहाइन्ड द सिन. अनि त्यसपछि यहाँनिर मेरो भाइहरु टक्क रेडी हुँदैछ. उहाँ चाहिँ फेरि उयो के अरे तेरो नाम? याकुन नन्डु. आमा कसम याकुन नन्डु. अन अफ गर गर्छ है. आमा लकेडाहरू रेडी भइसक्यो यहाँ हैन. अब हामी कहाँको यात्रा हो? लेटाङसम्म जाने। ल ल ल ल ल तातो घाममा कडाहरू ल ल म आउँछु पछि बाइकमा. बाटोमा दिएको भने त लौडा भने ओ सर हो लो ए यस्तो त राम्रो हुँदैन. अहिले गाडीमा तेल हाल्दैछु. यहाँ मैले चाहिँ यहाँ हालिसकेँ अनि उनीहरुकोमा बाँकी छ, उनीहरुले हाल्दैछ तेल. र अब चाहिँ हामी यहाँबाट तेल हालेर निस्किसकेको छौँ. दाइ आउँदै हुनुहुन्छ. टाढा आइसक्यो क्या त्यो भाइहरू चाहिँ आएकै छैन होइन. अनि पर्खिरहेको छु तिनीहरूलाई होइन, आएकै छैन होइन. त्यतिखेरन्जेलसम्म चाहिँ म पिसाब फेर्दै गर्छु यार. आमा गाना साना सब छ त हौ केटाहरूको त. गाना साना कस्तो ढिलो आएको हौ तिमीहरू? जाम छ, कताको जाम छ हौ. अनि यस्तो बाटो पनि जाम छ तलै तलै बाख्राहरू घर जाने जाम छ छैन भ्लगमा देख्न सक्नुहुन्छ. बेला पो कसको खसी बाख्राहरू यसले त लेटाङ आइसकेको लेटाङमा छौँ हामीले. म चाहिँ अहिले क्याफे आइसकेँ, भाइलाई पर्खिरहेको छु होइन. अनि ह्याङ भइसक्यो यहाँ आँखा, के ह्याङ भइसक्यो आँखै कस्तो भइसक्यो. पर्खिरहेको छु, सट्टै सिङ्गल सट हान्छ चलिदिइहाल्छ. हो भ्लगमा गर सब्सक्राइब चाहिँ गर्नु छैन तिमीहरूलाई?
कति रुपियाँ हो त्यो लिचीको 10 रुपियाँ भए यो लु खान म दिन्छु पैसा टिप खाना भने अँ दादा 3 दिन पर्ने हो अब नाम भन्नु त भरे सब्स्क्राइब भइहाल्छ कोरे ब्लग्स यहाँले त मोबाइल डट पनि निकाल न दुईटा खाऊ न अनि दादा दिनु दुईटा ल 50 अब दुईटा खाँदा हुँदैन फेरि झुप्पै फेरि अम्ला दिदी टुटल नै निल्छ क्या खै गएर थियो दाइ चाहिँ त्यहाँ छ यता र बाइक आउँदैछ उहाँ राख यहाँ बाहिर यसो भाइहरूलाई यो भएन भने नि यो हुन्छ होइन तर त्यहाँ चाहिँ यो आउँछ है बुझ्यो नि ल युट्युब अनि यहाँ फिल्ममा खेल्नु जस्तो लाग्यो अब आउँदैछ मेरो फिल्म फिल्म अँ कुनमा थाहा छ यहाँ ल भेरी बेसी चाहिँ ल ल बाइक केटा हो बाइक अँ सो गाइज म चाहिँ अहिले झुलुङ्गे पुल नेरी आइसकेँ अनि म चाहिँ अब कोक किन्छु एउटा होइन अनि भाइहरू चाहिँ त्यहाँबाट हिँड्दै आउँदै होला होइन कोही छैन कि क्या हो त्यहाँ मुनि लाउने ठाउँ छैन जस्तो के अनि यो चाहिँ के हो त्यो उहाँ त कि छैन नआउने ठाउँ नआउने ठाउँ छ दिदी त्यहाँ भाइ म दुइटैले हजुर गर्छ त आम्मा के भयो सुन न बल्छी त चाहियो नि त सानो त्यो चाहिँ छैन नि त बल्छी तार छ सानो तार पाइन्छ तारले हुन्छ बनाउनु उयो खाने अरू के खानु पवन भाइ चौचौहरू सो म चाहिँ अब यहाँ भाइहरू छ सबैजना मेरो भाइहरू होइन अब भाइहरूले लिएर जाँदैछु यो भाइको नाम भन्दै त अनि आम्मा यसको त थोप्सो नि पवन राज वैद्यमा आएको छ सुमो सुमो अरे त यो त भाइ सुमो दिन्छ त्यसले त जाने बाटो चाहिँ कता हो बाइकै जान्थ्यो होला नि त गाडीहरू मुनि हेर हाम्रो यहाँ कताबाट बाघमा त्यहाँबाट जाइन ओ यहाँबाट हो कताबाट हो यहीँबाट सो अब हामी चाहिँ यहाँनिर उबाट खाबाट आम्मा यो बाटो होइन अहिले जाँदा चाहिँ ल माचिस जाँदा त एकदमै होसियार है केटा हो बाटो चाहिँ फेरि फकटप बाल्छ नि फेरि बाटो चाहिँ फेरि खिच्चा छ है ओह्रालो एकदम गाह्रो हुन्छ आउनु भाइ यो खोला त म उडेर तरिहाल्छु नि चिक्सहरूको लागि त ल सो हेर्नु है मैले चाहिँ गाइज अब यहाँ तर्नै खोला तर्नै पर्यो होइन खोला तर्नै पर्यो खोला ओ यहाँबाट मलाई बोकेर कसैले पारी पार न ओ आऊ न यहाँबाट कसैले लैजाऊ न मलाई पारी के म जम्पै गरौँ भाइ म जम्प गरौँ भाइ होइन सक्छु होला हौ त्यहाँसम्म त गर्दैन दाइ त्यो गर्नु हुँदैन दाइ कहाँ त्यस्तो गर्नु बिहान सीमा रेकर्ड गरौँ भाइ मैले चाहिँ जुत्ता लाएर ओए झार्दैन तँलाई झार्दैन त ओए झार्न मात्र
ल तिमीहरू चाहिँ बिस्तारै आऊ, म चाहिँ गइसकेँ होइन। भाइहरू चाहिँ पछाडि छ है, म चाहिँ अगाडि। सो यही रहेछ नि त अब टिकटकमा यस्तो चलेको होइन, यस्तो फेमस होइन। अब एउटा त यहाँ रहेछ, अर्को अब एउटा यहाँ भयो, अर्को त मैले भेटिनँ पनि देखिनँ पनि। यही त होला नि। पानी चाहिँ कस्तो छ यहाँको? सफा। अछि पानी त अलिक गिदी छ कि क्या हो? पानी त अलिक गिदी छ कि क्या हो? पानी त यहाँ त ल्याउ छ त हौ। हाम्रो माछाले पो पढी खाँकी हामी त वहीँ नुहाउनु पर्छ क्या हो पर? यो त कहाँ सङ्लो छ त? सो अब चाहिँ मैले चाहिँ यहाँ अब भेटी ब्युटी बिजोग बनाइले साथी फाइनली हामी स्पोर्टमा आइसक्यौँ होइन। द्याट्स द स्पोर्ट होइन। यो हो हामी यहाँ सबैजना यसो भाइहरू केटाहरू सब नुहाइरहेछ। त्यो बिजोग क्या? माछा चाहिँ अब माछा रड फिसिङ रडले माछा छैन भाइ, माछा किनेर खाने औकात छ त हाम्रो? माछा छैन तर मछलीहरू यहाँ बेसी छ होइन। अनि अब यहाँनिर टक्क सो हामी चाहिँ यहाँ, म चाहिँ नुहाउनुको लागि रेडी भइसक्यो। यहाँ लुगा खोल्दैछु म चाहिँ है। यहाँको ननुहाउने गनाएर बस्छेस्? ऊ त पारी नआएर आइज नि, म त छिरै यहाँ पारी नआएर आइज नि, म त छिर। सो म चाहिँ अब यहाँ नुहाउँदैछु। अब बरै नुहाइसकेँ, धेरै बेर नुहाइसकेँ होइन। यहाँ हाम्रो प्यारा प्यारा बहिनीहरू पनि आइसक्नु भयो होइन। मेरो भाइहरू उति नै छ यहाँनिर होइन। ऊ त बहिनी फेरि उठेको त ठपक्कै बस्यो होइन। केटाहरू चाहिँ नुहाएर पनि यिनीहरूले पानी फोहोर पारेर निस्किसक्यो होइन। उहाँहरू चाहिँ आउनै भएन यार। सो गाइज हो ननुहाउने पवन त्यो ह्याट ल्याउ त पवन यता, ब्लग हो नि त। ओए भाइ पानी छिर्छ हौ, विकास लिएन जानुभएको गएको भाइ? ए आउँदै रहेछ त। अब यहाँनिर होइन कस्तो देखिरहेछ भाइ? ए पिकनिक पनि हुँदो रहेछ यार गाइस त्यहाँनिर यार, पिकनिक। ओहो आन्टीहरूको पिकनिक यार, वाउ। हुनुपर्छ है साथी। टिकटकमै आउँछ यो कन्टेन्ट चाहिँ। वारेन्टी पनि के हुँदैन लागेलाई बाहिर फेरि छटपटी देऊ न आएर ला छैन माछा मच्छी त अलिक माछा यहाँ खोज्न हामीलाई गाह्रै छ। भाइको खुच्चो रेस्टिङ गर्न आइज मसँग आइज खुच्चो रेस्टिङ गर्न। कोही यहाँ आइज न भाइ, आइज बोकेर जानु त खाल्छु। अर्कोले मलाई खानु भनेको उयोले ओ आइज खाल्छु खेल्नु भनेको होइन। अब जाने बेला पनि भइसक्यो निस्किदिन। ल गाइज होइन जस वाइल म त अब चाहिँ हामी थुक्पा खान जान्छौँ केटाहरू। सो अब चाहिँ सोकिनु पऱ्यो नि त 3 चोटि। अघि चाहिँ जम्प गरेर मेरो खुट्टा भिजेको थियो। अब चाहिँ म भाइहरूको सहाराले फ्र्याक्चरै भयो। अब चाहिँ भाइहरूको सहारामा म खुला तरिदिन्छु। ल
एकदम दाइ सजिलो कहाँ छ त अनि यस्तो राम्रो ठाउँमा आउनलाई यार हेर्दै एकजना मान्छे चाहिने रहेछ क्या मेरो खिच्नु कस्तो ह्यान्डसम हेरेर छ सो एभ्रिथिङ इज फाइन होइन यो तर यहाँ मलाई डुबायो क्या त्यति मात्रै हो क्या अरू सबै राम्रो भयो कि केटाहरूले नइसकेको मान्छेलाई डुबायो क्या द्याट्स मेक्स मी एकदमै टाइपको अब हेर न सबै भिजेको एकदम मुतेर हिँड्यो के भयो दाइ नआएर यस्तो झन् दाइ तर अर्को एउटा कुरा के भन्दाखेरि चाहिँ लाइक हुन त अब हामी नेचुरल स्विमिङ पुलमा स्विमिङ गरेर आयौँ होइन एउटा बेनिफिट चाहिँ के हो जिउ चिलाउन निक्लेला के निक्लेला त्यो मलाई मतलब भएन तर यस्तो आनन्द फिल भइरहेछ क्या आफ्नो स्विमिङ गरेर ओरेर पेटहरूलाई एक्सर्साइज होइन एभ्रिथिङ इज फाइन अनि अझै केही किलोमिटरहरू अझै हिँड्नु बाँकी नै छ आउनुहोस् जाउँ साह्रो उकालो हेर्दै एकदमै ठाडो उकालो छ यो त्यसको बाउको ठाडो कत्रो ठाडो यस्तो म पुरै गलेर पुरै फाँक भइसकेँ अब यहाँनिर अलिकति मात्रै बाँकी छ जसो तसो ममा इनर्जी निकाल्दैछु म कनेर चढ्दैछु माथि यहाँबाट अझै लगभग 5 किलोमिटर हिँड्नुपर्छ अझै म यहाँ गलेर A few moments later. फाइनल्ली म यहाँ अघि हामी जहाँबाट निस्केको त्यही ठाउँ आइसक्यो गलेर म टोटल्ली ब्ल्याक आउट हुन आँटेँ सो अब मलाई यहाँदेखिको सफर चाहिँ जिना हेर्न लान्छ मलाई चाहिँ अब यहाँदेखि सफर त्यो अल्टीमा त त्यहाँ राख्दैछ त अहिले बोक न यो को आएको तेरो मोटे ए भाइ उता गएछ सो म चाहिँ यहाँ मासु चिउरा खाने ठाउँमा छु अनि मेरो भाइहरू छ मेरो साथमा उहाँ पर मेरो एक्स हुनु मतलब सबैजना हुन्छौँ यहाँनिर सानसानो भाइहरू द्याट्स इट र यहाँ दाइ के भन्दैन नि त अब हाम्रो भ्लग यति नै आज होइन एन्ड योभन्दा धेरै एडिट गर्न सक्छ योभन्दा धेरै म एडिट गर्न सक्दिनँ पनि होइन एभ्रिथिङ इज गुड एन्ड फाइन सबै कुराहरू राम्रो छ हामी चाहिँ लोटाङमा छौँ क्यामेरामा चाहिँ तपाईँहरू आएर भाइ कफी लेटाङ आउँदाखेरि यही हो यही हो